सपनाहरू हजारौँ छ तर थाहा छैन पुरा हुन्छ कि हुँदैन। तर यति कुरा भन्न चाहन्छु, यदि हजुरहरूले मेरो भिडियोमा सपोर्ट गरिदिनु भयो, वाच शेयर सब्सक्राइबर गरिदिनु भयो भने पक्कै म नयाँ नयाँ भिडियोहरू भने अपलोड गरिरहनेछु। मलाई विश्वास छ हजुरहरूको माया सधैँभरि पाइरहनेछ। जय नेपाल। नेपालबाट अचारहरू आइरहेको छ होइन, सामान अचार चाहिँ हाम्रो यो दाइले ल्याइदिएको, दाइले अचार ल्याइदिएको होइन। नेपालबाट बुढीले अचार पठाइदिएको, यहाँ दाइले अचार ल्याइदिएको, अचार चाख्नको लिए आए। माथि लान्थेँ होइन, माथि नलगेर यहीँ तल खोलिदिरहेको छ यो दाइले चाहिँ अचार चाख्ने अरे। त्यो भएर के छ पहिला हेरौँ है। इसको के ये निकाल के देखो, इसको खोलो ना। किसका नाम लिखा हुआ? कांचा लिखा है, वो मेरा नाम है कांचा। कांचा कांची हो। चिकन है, चिकन मटन करी है और मैंगो का ये भी अचार है। अच्छा ये मेरा दीदी ने भेजा है। दीदी मालूम, दीदी ये भी मैंगो है ना। ये दीदी मालूम है, दीदी सिस्टर ये सिस्टर ने भेजा है। ये हमारा मुल्क में होता है ऐसा ड्राई। ये क्या है मालूम? हाँ मैंगो है। वो फर्क है। मस्टर्ड ऑयल डालो ना और बहुत टेस्ट आएगा। ये जो सुंगूर का मास्टर है ना, ये सुंगूर मालूम है? क्या? अरे इसको बुझेगा तो बहुत आगे। नहीं क्या पर्क है? पर्क है? क्या चीज़ है? क्या चीज़ है बताओ ना। अब पता नहीं चल रहा है वो। बहुत कलर देना, बहुत कलर एलर्जी है। बहुत कलर होता है। तो हम खाएगा, हम नेपाली हम लोग खाते हैं। आप खा लेंगे, लेकिन आप लोग को खाना नहीं देंगे। कतारमा चाहिँ होइन पोहोरको अलर छैन, त्यही भएर चाहिँ भागिसक्यो उता गयो। पोहोर भनेको फराएर भाग्यो। ये अचार नहीं खाएगा? ये अचार है ना, ये दूसरा अचार है, इसमें ये अचार है, ये अचार है। इसमें इधर उधर नहीं हुआ है, ऐसा नहीं हुआ ये, क्योंकि ये अलग से भेजा है। ये दीदी ने भेजा है, ये मेरा वाइफ ने भेजा है। तो इसका क्या कहते हैं? लेमन। वो लेमन कागती का है। मैंगो यो खुर्सानी, डल्ले खुर्सानीको अचार नेपालको। यो आँपको अचार, यो सुकेको रहेछ होइन, यो पुरै सुकेको ड्राई भइसक्यो। यो भर्खर भर्खरको आलो आलो रहेछ यो। त्यसको मुस्किल वो वाला पीस वाला ये वाला। ये वाला ये बहुत स्पाइसी है, मोटी। इसमें ऑयल डालो, ऑयल डालने से ना ऑयल का साथ खाओगे मजा आएगा। ये दाइले हो होइन, ट्याक्सीबाट ल्याइदिएको, भेनाले उहाँसँग ल्याइदिनु भयो। अनि भेनाको क्यामरा चाहिँ अर्को दाइले ल्याइदिनु भयो। त्यहाँबाट भेनाले चाहिँ रुमदेखि यतातिर भाग्यो बड्डा। किधर जा रहे भाइ? ओके चलो चलो, थ्याङ्क यू। आज छुट्टी लाफा, अब सुँगुरको मासु फ्राई गर्ने, एउटा बियर लाभा ऊ माछालाई ए छेत्री बाहुन भएर सुँगुर माछा यो चाहिँ दिदीले पठाउनु भयो होला सायद, माइल दिदीले पठाउनु भयो होला, यो दिनमा दिदीले। अनि यो चाहिँ बुढीले पठायो होला, यो ककले पठायो। त्यही 3टा भाँडा रहेछ। डल्ले खुर्सानी खतरा पुग्यो यार। लाफा ल्याउ त एउटा, सबै खाऊ न मुभी, सबै खाऊ, सबै ल। खतरा है गाइस। खुर्सानी सुँगुरको मासु, यो सुँगुरको मासु ठुलो बट्टामा, तर
खतरा चाहिँ भरे चाहिँ बनाएर सुँगुरको मासु रहेछ अब खानु पऱ्यो नि के मगरको छोरो तामाङको ज्वाइँ खाने हो म त दारू उलाई कि लै म त दारू उलाई कि लै आँपको अचार ल्याऊ मन चाहियो मलाई एउटा ओए यो त आलो आलो रह यार यो भर्खरै बनाएको रह होइन आलो आँप खास थियो है सुँगुरको मासु त खान्छ होइन ल ठिक छ सुँगुरको मासु चाहिँ उसले नै खान्छ होइन यो होइन अब सबै अब यो राख्ने यो भरे भाषा खाने अहिले पकाएर खानुपर्छ कि अब सुरु गरिहाल्नु है ल ए कुकमेन फेरि उता अस्ति मैले भिडियो हालिसकेको छ पकौडा सेप हो तर उसले पकौडा मात्रै होइन यो सुँगुरको मासु पनि खतरा बनाइदिन्छ क्या उसले अब यसलाई स्पेसल फ्राई गरेर घरबाट अब के हालेर पठाउनु भयो दिदी र अब थाहा छैन होइन दिदीले अब त्यो मसला ससला हालेर पठाउनु भयो भने फेरि एकचोटि पकाउने सब लाएर आएर दिदीले सो गाइज स्पेसल्ली होइन मैले अहिले खोल्नै बिर्सेको छाता बम त छैन नि कतै स्टाइलले पठाएको रुमाल झन्डा बुढीले किनेर पठाइदिएको यो नेपालको झन्डा चाहिँ नेपालको झन्डा यो यसमा अरू पनि छैन अरू अलिक ठुलो कति काँचो पुरो हालेर डन्ठा निस्क्यो यसलाई यसरी हालेर त्यसरी रातो र चन्द्र सूर्य उल्टो हालेर हुन्छ कहिले झन्डा नि झन्डा उल्टो भएन अनि कुन चाहिँ उल्टो कुन चाहिँ ठुलो हो आफ्नै नेपालको झन्डा नि हाल्नु गाइस झन्डा नेपालको झन्डा ये जय नेपाल कतार यो नेपालको झन्डा होइन म त यो रुमाल झन्डा कट्टु रहेछ होइन ट्याक्क गर्मी लाउनु कट्टु पठाइदिएर ल थ्याङ्क यू सो मच म त यो रुमाल भएन अनि क्यामेरा जुम गरी हेर्न लाग्यो स्पेसल के छ मात्रै कट्टु रहेछ रुमाल थियो ल कट्टु रहेछ त्यो थाहै छैन मलाई के आहा भन्नु होइन यो बुढीले पठाइदिएको